हेलो एभ्रिवान, सबैजनालाई गुड मर्निङ। अनि आज स्पेशल डे हो किनभने आज दसैँ हो। अनि दसैँ जस्तो ठुलो महान चाडपर्वमा स्पेशल नहुने त कुरै भएन, बट हाम्रो लागि चाहिँ खल्लो थियो किनभने हाम्रो मामा घरमा टिकै थिएन। अनि हामीलाई टिका लगाइदिनु भनेको हाम्रो मामा घरको मात्रै हो आफन्त भन्ने। अनि यहाँनिर अनि हाम्रो मामाहरूमा टिका थिएन, अनि सो हामीलाई त्यति स्पेसल थिएन। त्यही पनि स्पेसल नभए पनि हल्का फुल्का स्पेसल त बनाउनै पर्यो। जे भए पनि 1 इयर्समा एकचोटि आउने दसैँ हो होइन। अनि यहाँनिर यस्तो रमाइलो थियो। अनि फाइनली खाना चाहिँ खानु परिहाल्यो। अब टिका थिएन, त्यही भएर हामीले चाहिँ खाना खाइहालेको। अनि मासु र भात चाहिँ खाइयो है साथीहरू। दसैँको जस्तो दिनमा मासु र भात छुट्याउनु त कुरै भएन। अनि यति त खानै पर्यो भनेर अनि यहाँ सबै फ्यामिली बसेर खाना खाइयो। अनि खाना खाइसकेर अनि अब चाहिँ टिका सिका थिएन। अब यतापट्टि घर छेउमा आमाको घरमा टिका लाउनु जानु पर्यो भनेर क्या। मैले त लाउनु हुन्छ नि त, मामा घरमा त जुटो थियो, मामा घरको कसैले पनि लगाउनु हुन्थेन। अनि टिका नलगाए पनि मलाई दक्षिणा चाहिँ दिनु भइसकेको छ, हेर्न सक्नुहुन्छ। अनि यहाँनिर म चाहिँ आज चाहिँ स्पेसल डेमा कुर्ता नलगाउने त कुरै भएन। अनि सधैँ त मैले लगाउँदिनँ, तर यस्तो स्पेसल डेहरूमा चाहिँ लगाउँछु क्या कुर्ता। अनि यहाँनिर मलाई त्यस्तो धेरै नक्कल पार्न आउँदैन, अनि हल्का फुल्का जति जानेको छु त्यति गर्दैछु, हेर्न सक्नुहुन्छ। अनि यहाँनिर मैले यति त गर्न परिहाल्यो, छोरी मान्छे भएर यति नगरेपछि त छोरी मान्छे भएको केही अर्थ नै रहन्न क्या। त्यही भएर हल्का फुल्का मेकअप पनि जरुरी पर्छ। अनि सो हेर्न सक्नुहुन्छ मैले चाहिँ यो रिङ्स हो कि के भन्छ यसलाई, झुम्का हो त्यो पेनिरहेको छु। अनि मलाई फर्स्ट टाइम यस्तो लुक्समा कस्तो देखिएको छ भनेर म रल्लै परिरहेको छु। जस्तो झुम्काहरू मैले खासै लगाउन सक्दैन क्या, कान दुख्छ। अनि कहिलेकाहीँ लगाउँछु। अनि हेर्नु न, अनि म चाहिँ मेरो छोरीलाई पनि टिलिक्क राम्ररी पारेर लिएर जाँदैछु बजेको घरतिर, घर छेउमा। अनि यहाँ मेरो छोरी त आमामा टिका लगाउनु भनेपछि यति हतार भएको थियो नि, उसलाई के कुरा गर्नेर अनि टिका लगाइदिनु भयो। अनि हेर्न सक्नुहुन्छ मेरो छोरी एकदमै ह्याप्पी छिन् टिका लगाउनु पाएर। अनि मलाई चाहिँ टिका लगाइदिनु भयो। दसैँ जस्तो कुरामा रित्तै निधार त म बस्नै सक्दिनँ नि त। अनि त्यही भएर म चाहिँ टिका लगाउन यता बाआमाकोमा आएको। अनि हेर्न सक्नुहुन्छ टिका सिका लगाएर अनि यहाँनिर के खाँदैछु, चिसो खाँदै थियौँ। अनि फेरि मैले मेरो छोरीलाई पनि टिका लगाइदिएँ। अब घरमा त टिकाको छैन नि त, अनि यहीँ लगाइदिन्छु आऊ भनेर मैले लगाइदिएको छोरीलाई। हेर्न सक्नुहुन्छ अब टिका सिका लगाएर अनि फेरि खाना खाएर जानुभयो। भर्खरै खाना खाएको थिएँ, फेरि त्यही पनि अब खानु भनिसकेपछि त नखाने कुरै भएन नि त, थोरै खाइदिएँ। अनि हेर्न सक्नुहुन्छ मौसम त एकदमै अँध्यारो थियो है, उज्यालो थिएन मौसम। अनि फेरि तल्ला घरमा पनि टिका लाउन आइयो। अनि यहाँ आफ्नो घरमा जुटो परे पनि हाम्रो छिमेकमा वरिपरि सबैले माया गर्नुहुन्छ, टिका लगाइदिनुहुन्छ। सो खुसी छु म एकदमै। सो यति नै हो साथीहरू, मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। फेरि भेटौँला नेक्स्ट भिडियोमा। सबैलाई ह्याप्पी दसैँ।